दर्शकबिन स्वागत छ यस हाम्रो युट्युब च्यानल बेलौरी खबरमा। आज राजावादीका सबै नेता तथा कार्यकर्ता एकजुट भएका छन्। कित्तामा थिए तिनी सबै अब एउटै ठाउँमा आएर एउटै मञ्चमा आएर चाहिँ अब सशक्त रूपमा चाहिँ आन्दोलन गर्ने बताइरहेका छन् भने सबै नेता तथा कार्यकर्ता एउटै ठाउँमा र एउटै मञ्चबाट चाहिँ अब आन्दोलन गर्ने र जेठ 15 को आन्दोलनमा चाहिँ ज्यादाभन्दा ज्यादा मान्छेलाई सडकमा उतार्ने भनेर बताइरहेका छन्। त्यसै क्रममा चाहिँ अहिले रविन्द्र मिश्र पनि जेलबाट छुटेका छन् भने अब रविन्द्र मिश्रको के कस्तो हात हुन्छ त्यो जेठ 15 को आन्दोलनमा हेर्न हामीले बाँकी नै छ। समयसँग त्यो पनि हेरौँला र तपाईलाई के कस्तो लाग्छ, रविन्द्र मिश्रले कति फरक पार्छन् जेठ 15 को आन्दोलनमा र राजावादीको आन्दोलन के राजा नेपालमा फर्किन सक्छन्। राजावादीको आन्दोलनमा अब के कस्तो हुन्छ, के नेपालमा राजतन्त्र फर्किने सङ्केत हो यो, के राजावादीले चाहिँ अब आन्दोलन एकदमै उग्र बनाउने छन् र मतलब उग्र भनेको फेरि हातापात गर्ने नै कि अब एकदम सशक्त भएर चाहिँ आन्दोलन गर्नेछन् राजावादीले, के अब नेपालमा राजतन्त्र फर्किने सङ्केत हो यो राजावादीको आन्दोलन। तपाईलाई के कस्तो लाग्छ, आफ्नो सुझाव सल्लाह दिनुहोला यस युट्युब च्यानल हाम्रो बेलौरी खबरमा कमेन्ट गर्नुहोला। र अब जति सक्दो चाहिँ रापरपाका नेता तथा कार्यकर्ताले चाहिँ आन्दोलनमा ज्यादाभन्दा ज्यादा भिड उतार्ने भनेर बताइरहेको बेला अहिले भर्खरै रविन्द्र मिश्र पनि छुटेका छन्। अब के कस्तो हुन्छ, अब जेठ 15 को आन्दोलनमा चाहिँ ज्यादाभन्दा ज्यादा मान्छेलाई चाहिँ सडकमा उतार्ने बताइरहेका अहिले अब दुर्गा परसाई पनि अहिले चाहिँ जेलमा छन् र दुर्गा परसाई बिना नै अब जेठ 15 को आन्दोलन हुनेछ र दुर्गा परसाईको समर्थनमा पनि अहिले कोही नेता तथा कार्यकर्ता रापरपाका कोही देखिए छैनन् भने अब दुर्गा परसाई बिना नै अब आन्दोलन चर्किनेछ। तपाईलाई के कस्तो लाग्छ सुझाव सल्लाह दिनुलाई यस हाम्रो युट्युब च्यानल बेलौरी खबरमा। हस्, धन्यवाद।